वेलकम ब्याक टु माई मिनी ब्लग भन्दै मेरो दारी सारी काटेर ब्रस गरेर फ्रेस भएर कालो चस्मा ढल्काएर ड्युटीतिर लाग्यो। ड्युटी जाँदा जाँदा जहिले प्लेन देखिन्छ साह्रो नेपाल जानु मन लाग्छ। मेरो बिहानको काम चाहिँ टक्क मिल्कहरू अर्डर गर्ने के स्टकहरू अर्डर गर्नुपर्छ। त्यसपछि नुन ताला भातको डोनटहरू के क्लोज छ सबै अन गरेपछि यसरी अर्डर आउँछ। त्यसपछि भनेको यो क्यालिब्रेसन गर्नु स्टार्ट गरियो। क्यालिब्रेसन चाहिँ हाम्रो ग्रुपमा पठाउनुपर्छ, त्यही भएर सबै खिच्नुपर्छ। कति टाइममा जरो, कति टेम्परेचर, कति एमएल जरो, कफी सप चेक गरे। त्यसपछि यो फिलिपिनो लड्कीहरू नाचेको एकछिन रमाइलो गरियो। नाचेको हेरेर रमाइलो भयो। त्यसपछि भनेको लाते हाट बिजी हुन थाल्यो। त्यसपछि लाते हाट हान्नु प्र्याक्टिस गर्नु पऱ्यो नि, हात बसिरहेको छ। 2-4वटा लाते हाट हानिसकेपछि त्यसको चाहिँ टुली भन्छ। म यो कुनै दिन सिकाउँछु कसरी बनाउँछ भनेर म भिडियो हाल्छु। सुरुमा चाहिँ कफी र मिल्क मिक्स गर्नुपर्छ मजाले। त्यसपछि फर्स्टको स्टेप अलिकति प्रेस अनि फेरि कट गर्ने, प्रेस कट गर्ने गर्दै गर्दै लास्टमा अप अनि ट्याक्क कट गरेपछि हुन्छ। त्यसपछि मेरो यो पिनट बटर र अन्डा किनेपछि सकियो। थ्याङ्क यू सो मच।